के तपाईलाई थाहा छ नेपालमा विश्वकै सबैभन्दा अग्लो पर्वत मात्रै होइन संसारकै सबैभन्दा गहिरो खोज पनि छ। हो, नेपाल यस्तो देश हो जहाँ प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र इतिहासको संगम पाइन्छ। स्वागत छ तपाईलाई DRGK क्विजमा। आज हामी गर्न गइरहेका छौं अल्टिमेट नेपाली जनरल नलेज क्विज। तपाईको ज्ञान कति बलियो छ नेपालका बारेमा? आज थाहा पाउँछौं। अब सुरु हुन्छ तपाईको चुनौती। तपाईलाई सोधिनेछ केही कठिन तर रोचक प्रश्नहरू। नेपालको भूगोल, इतिहास, संस्कृतिदेखि प्रसिद्ध स्थलसम्म ध्यान दिएर सुन्नुहोस् र सोच्नुहोस्, किनभने यी प्रश्नहरूले तपाईलाई सोच्न बाध्य पार्नेछन्। तर डराउनु पर्दैन, उद्देश्य रमाइलो गर्दै नयाँ कुरा सिक्नु हो। तयार हुनुहुन्छ? 1. नेपालको राजधानी शहर कुन हो? A. काठमाडौँ, B. पोखरा, C. ललितपुर, D. भक्तपुर। 2. नेपालको उत्तरी सिमानामा कुन पर्वत श्रृङ्खला अवस्थित छ? A. महाभारत, B. हिमालय, C. अन्नपूर्ण, D. लाङटाङ। 3. नेवार समुदायले मनाउने प्रसिद्ध पर्व कुन हो? A. दशैं, B. तिहार, C. बिस्किट जात्रा, D. तीज। 4. नेपालको सबैभन्दा अग्लो हिमाल कुन हो? A. सगरमाथा, B. केटु, C. लोत्से, D. मकालु। अब तपाईको पालो। तपाईको उत्तर तल कमेन्टमा लेख्न नबिर्सनुहोस्। अब हेर्नुहोस् तपाईको उत्तर कति सही भयो। प्रश्न 1 को सही उत्तर A. काठमाडौँ। काठमाडौँ नेपालको राजधानी र सबैभन्दा ठूलो सहर हो, धार्मिक र ऐतिहासिक सम्पदाका लागि विश्व प्रसिद्ध। प्रश्न 2B. हिमालय। नेपालको उत्तर भागमा फैलिएको हिमालय सगरमाथा लगायत विश्वका अग्ला हिमालहरूको घर हो। प्रश्न 3C. बिस्किट जात्रा। यो नेवार समुदायले नयाँ वर्षको सुरुवातमा मनाउने पर्व हो, जहाँ रथ तान्ने परम्परा र उत्सवले सहर भरिन्छ। प्रश्न 4A. सगरमाथा। सगरमाथा वा माउन्ट एभरेस्ट पृथ्वीको सबैभन्दा अग्लो शिखर, नेपालको गौरव र पहिचान। आजको क्विजले हामीलाई नेपालका भूगोल, संस्कृति र इतिहास बारे अझ नजिक ल्यायो। नेपाललाई बुझ्नु भनेको आफैलाई बुझ्नु हो, हाम्रो माटो, हाम्रो पहिचान। अब तपाईको स्कोर कति आयो? तल कमेन्टमा लेख्नुहोस् र आफ्नो विचार शेयर गर्नुहोस्। र यस्ता नै रमाइला नेपाली जीके क्विजहरूका लागि सब्स्क्राइब गर्न नबिर्सनुहोस्। See you in the next video. जय नेपाल।